नमस्कार सम्पूर्ण दर्शक महानुभावहरूलाई हार्दिक स्वागत अभिवादन व्यक्त गर्न चाहन्छौँ। यति बेला हामी एउटा विशेष अन्तर्वार्ताको तयारी गरिरहेका छौँ र यो विशेष अन्तर्वार्ता दिने तपाईहरु माझमा पस्किने कोसिस पनि गरिरहेका छौँ। पछिल्लो समय देशमा निकै माहौलहरू अलि बिग्रिएको जस्तो छ। गणतन्त्रवादीहरूका विरुद्ध राजतन्त्रवादीहरू लागिरहेको अवस्था छ। यसमा विभिन्न खालका विकृति विसङ्गतिहरूले देशव्याप्त भइसकेपछि अहिले के गर्ने, कता जाने, गणतन्त्रवादीहरूलाई अलिक झस्कायो कि भन्ने पनि एक खालको बहस सुरु चलिरहेको छ। यसको विषयमा के रहेछ, केन्द्र लेभलबाट जिल्ला लेभलसम्मको, पालिका लेभलसम्मको सडक कस्तो छ, कसरी अगाडि बढ्दैछन् भन्ने विषयमा आज हामी नेकपा एमालेका प्रभावशाली नेता हुनुहुन्छ, निर्वाचन विभागका प्रमुख पनि हुनुहुन्छ, उहाँ जाजरकोट जिल्लाबाट निकै प्रभाव राख्ने प्रभावशाली व्यक्तित्व हुनुहुन्छ नेकपा एमालेका नेता निरज आचार्यसँग हामी कुराकानी गर्दैछौँ। स्वागत छ हजुरलाई कार्यक्रममा। धन्यवाद, नमस्कार। अब यसो हेर्दाखेरि अब कार्यक्रमको सुरुवात, तपाईहरु अन्तर्वार्ताको सुरुवात कसरी गरौँ भन्दाखेरि अहिले देशमा राजावादीहरूको संख्या एकदम बढिरहेको अवस्था देखिन्छ। फागुन 25 गते राजाको पूर्व राजाको जुन खालको इन्ट्री हो त्यसले चाहिँ गणतन्त्रवादीहरूलाई झस्कायो भन्ने छ। के झस्किनु भयो तपाईहरु? पूर्व राजा ज्ञानेन्द्र पोखराबाट काठमाडौँ फर्किँदा या काठमाडौँबाट विराटनगर जाँदा गणतन्त्र तर्सिनु पर्ने, नेपाली जनता तर्सिनु पर्ने कुनै जरुरी पनि छैन, कुनै आवश्यकता पनि छैन, यसको कुनै अर्थ छैन। जहाँसम्म यहाँले प्रसङ्ग निकाल्नुभयो, पछिल्लो पटकका गतिविधिहरू जसरी अगाडि बढिरहेका छन् त्यसलाई सूक्ष्म ढङ्गले हामीले हेरिरहेका छौँ। नेपालमा निकै ठुलो बलिदानीपूर्ण सङ्घर्षबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो। गणतन्त्रको अभ्यास गर्ने दौरानमा हामीले संविधान निर्माण गर्यौँ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान कार्यान्वयन भएको 10 वर्ष भएको छ र एउटा राज्यको प्रणाली नै परिवर्तन भइसकेपछि, राज्यको ढाँचामा परिवर्तन, शासनको स्वरूपमा परिवर्तन भइसकेपछि यसलाई संस्थागत गरेर लिएर जाने सन्दर्भमा अभ्यास गर्ने दौरानमा हामीले 10 वर्षहरू संविधान कार्यान्वयनका गुजार्यौँ। यसरी अगाडि बढ्ने सन्दर्भमा स्वाभाविक ढङ्गले जनताका धेरै अपेक्षाहरू थिए। जनताका अपेक्षाहरू अनुरूपका कतिपय सन्दर्भमा धेरै ठुला अपेक्षा थिए, थोरै कामहरू भएका होला। त्यसले गर्दा एक प्रकारको निराशा, प्रश्नहरू उठ्ने कुरा स्वाभाविक हो। तर यसलाई सिरानी हालेर नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त भएको गणतन्त्रका विरुद्धमा राजतन्त्र फेरि उदाएर आउँछ भन्ने कुरा यो दिवा सपना हो। तपाईँले यो किन यसरी प्रकट भइरहेछ भन्दाखेरि यो निराशा जनतामा आइरहेको अलिकति असन्तुष्टिका स्वरलाई उठाएर यसलाई राजतन्त्रका रूपमा प्रयोग गर्न सकिन्छ कि भन्ने कतिपय तत्त्वहरूले यसमा प्रयत्न गरेका छन्। यसमा देशभित्रकाहरूको पनि देश बाहिरका शक्तिहरूको पनि भूमिका हामी देख्छौँ। तर यस भूमिकाको कुनै पनि अर्थ र औचित्य हुन्छ भन्ने मलाई लाग्दैन। अब समाप्त भइसकेको राजतन्त्र, परिवारतन्त्र, कुलीनतन्त्र जसरी इतिहासको कालखण्डमा समाप्त भयो, फेरि त्यसलाई फर्काएर लिएर आउने कुरामा नेपाली जनताको समर्थन पनि छैन, सहयोग पनि छैन। केही मानिसहरू तपाईँहरूले भन्नुभयो जस्तो केही 100 मानिसहरू अस्ति काठमाडौँमा पनि आए, विभिन्न ठाउँमा उतार्ने प्रयत्न गरिएछ। तर ती मानिसहरू यहीँ थिए, हिजो पनि थिए। विभिन्न चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नाममा भोट पनि प्रकट हुने गर्छ, केही सिटहरू जितेका पनि छन्। त्यसले गर्दा लोकतन्त्रले त्यो अस्तित्वलाई स्वीकार गर्छ, किनकि लोकतान्त्रिक प्रणाली हो। त्यो अस्तित्वलाई, उनीहरूका भोटको अस्तित्वलाई स्वीकार गरेर संसदभित्र पनि प्रतिनिधित्व छन्, कतिपय स्थानीय तहहरूमा पनि प्रतिनिधित्व छन्। ती मानिसहरू भोट गर्ने भित्रकै केही मानिसहरू आएको कुराले हामी गणतन्त्रवादीहरू हात्तिनुपर्ने कुनै जरुरी छैन। र हामीले बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि अब अहिले पनि यो 21औं शताब्दीको नेपाली जनताको चेतनाले अब चाहिँ निर्दलीय, एकतन्त्रीय, कुलीनतन्त्रीय राजतन्त्र फर्काउने कुरामा लाग्छ भन्ने कुराको आजको चेतनाले यो कल्पना गर्दैन, विश्वास गर्दैन। मरिसकेको, ढलिसकेको राजतन्त्र फर्केर आउँदैन। मलाई कतिपयलाई लाग्न सक्छ बालहट हिजो जुन खालको पञ्चायतकालमा रजगत थियो, राजतन्त्रको बेलामा रजगत थियो,
त्यसमा कतिपय भूतपूर्व सेना प्रहरीका मान्छेहरू पनि जुलुसमा गएको हामीले देख्यौँ। भूतपूर्व कर्मचारीहरू, रिटायर भइरहेका कर्मचारीहरू पनि त्यसमा यो अभियानमा लागेको देख्यौँ। कतिपय ब्याङ्क ठगेर, ब्याङ्कको ऋण तिर्न नसकेर अब ब्याङ्कहरूलाई कसरी ठग्ने, त्यसबाट कसरी उन्मुक्ति हुने भन्ने उपाय खोज्दै कतिपय मान्छेहरू सडकमा आएको देख्यौँ। यस्ता प्रकृतिहरू हामीले देख्यौँ जुन खालको रजगड थियो, एकतन्त्र थियो, लोकतन्त्रको आवाज दबाइएको थियो, प्रेस स्वतन्त्रता हनन गरिएको थियो, बोल्ने कुरा थिएन, पारदर्शिता थिएन, सबै कुराको अपारदर्शिता थियो। त्यो चिज फेरि फर्काउन पाए हिजो गुमेको स्वर्ग प्राप्त हुन्थ्यो कि भन्ने सपना हो। कहिलेकाहीँ लाग्न सक्छ मेरो छोराले हजुरबा देख्नै पाएन, मेरो सानो बच्चाहरूलाई हजुरबा देख्ने रहर लाग्यो, मरेका हजुरबा बिउताइदेऊ भनेर जति बालहट गरेको मेरा बच्चाहरूले म हजुरबाले यसो भनिरहँदा विश्वका केही देशहरू जस्तो बेलायत लगायतका अन्य देशहरूमा पनि राजतन्त्र फर्किएको भन्ने छ। अहिलेको यो जुन दलहरूले चाहिँ जनतालाई विश्वास दिन सकेका छैनन्, दलहरूले जनताले चाहे जस्तो विकास गर्न सकेका छैनन् भन्ने छ। यसमा तपाईँको बुझाइ के हो खास? यसमा यो तपाईँ इतिहासतिर तपाईँ फर्किनु भयो भने बेलायत फरक प्रसङ्ग थियो। जस्तो बेलायतमा राजतन्त्र थियो, राजतन्त्र जनताको आन्दोलनबाट राजतन्त्र पराजित गरिसकेपछि राजाको टाउको काटेको थियो जनताले, राजाको टाउको गिड्या थियो। नेपालमा त हामीले त्यसो गर्यौँ। नेपालमा सङ्घीय जब राजतन्त्र पराजित भयो, सङ्घीय लोकतान्त्रिक गणतन्त्र संसदले घोषणा गरे हो, राजाले घोषणा गरे होइन। एउटा यहाँ चाहिँ के भाष्य छ भन्दाखेरि अलिकति क्लियर गर्नुपर्ने कुरा, कतिपय यी पूर्वपञ्च साथीहरूले भनेको तर्क गरेको पनि मैले सुने। राजाले सदासहायताले उदारतापूर्वक गणतन्त्र त किस्तीमा हालेर दिए हो नि, उनीहरूले कहाँ लडेर राजतन्त्रलाई जितेर गणतन्त्र ल्याएको हो भन्ने भनाइ पनि छ। र दलहरूसँग सहमति गरेर राजाले गणतन्त्र दिएका हुन्। आफू चाहिँ म बाहिर बस्छु तिमीहरू चलाऊ भनेर दिएका हुन्। अब त्यो चाहिँ राम्ररी चलायो नि त्यसपछि फिर्ता लिन खोजे हो भन्ने तर्क सुन, यस्ता वाहियात तर्कहरू सुनिन्छ। र यो लोकतन्त्रवादीहरूको खुल्ला दिलले र लोकतान्त्रिक आचरणले, लोकतान्त्रिक पद्धतिले नै यो कुरा के गर्यो भन्दाखेरि राजाले जब आन्दोलनको राप तापमा राजाले राजगद्दी त्याग्न तयार भए, मैले जनताको नासु जनतालाई फिर्ता गरेँ भनेर नारायणटी छोडेर उनी निजी निवास निर्मल निवासमा जब गइसकेपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र गर्ने कुरा त नेपालको संसदले गरे हो होइन। नेपालको अन्तरिम संसदले सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरे हो। घोषणा गरिसकेपछि त्यसलाई कार्यान्वयन गर्ने कुरामा सघाएको हुनाले उनी म नागरिक सरह बस्छु भने राजतन्त्रका राजाका परिवारहरूले नेपाली नागरिकता लिए, नेपाली पासपोर्ट बनाए, ट्याक्स तिर्न थाले, उनीहरू नागरिकका रूपमा बरव्यवहार गरेर सहयोग गरेका हुनाले कुनै पनि कारवाही गर्नु परेन। बेलायतको जस्तो राजाको घाँटी काट्नु परेन, अरू तमाम देशहरूको जस्तो राजालाई लिएर देश निकाला गर्नु परेन, जेल हाल्नु परेन। उनलाई नागरिक सरह जे मैले अरू जो नेताले त्यति बेलाको अब गिरिजाप्रसाद कोइरालाले भनौँ, केपी शर्मा ओलीले, माधव कुमार नेपालले, पुष्पकमल दाहालले, अरूले जे सुविधा उपयोग गर्छन् राजाले पनि त्यही, अथवा मैले तपाईँ केपी दर्शनले, निरज आचार्यले जे नागरिकका रूपमा हामीले अधिकार पाउँछौँ उनले पनि त्यही अधिकार पाए र यसको उपयोग गरेर उनी हिँडडुल गरिरहेका छन्। यो लोकतान्त्रिक व्यवस्थाभित्र छ। तर यसको मतलब चाहिँ अब देशमा राजा हुने चाहिँ सम्भावना छैन, कुनै गुन्जाइस छैन, कुनै सम्भावना छैन। यो दिवा सपना मात्रै हो। कहिलेकाहीँ दिउँसै सपना देखिन्छ नि। यो दलहरूप्रति पछिल्लो समय किन चाहिँ आम मान्छेको वितृष्ण भयो होला? यो दलहरूले किन देशको विकास गर्न सक्दैनन्? यिनीहरूप्रति जो दलहरू छन् यिनीहरूको बुझाइ, जनताको बुझाइ किन फरक भयो होला? होइन, जनताको बुझाइमा धेरै ठुलो भिन्नता होइन। यसको जनतामा असन्तुष्टि आउनको एउटा कारण छ। यो कारणलाई हामीले हेर्नुपर्ने हुन्छ, कारणलाई खोज्नुपर्ने हुन्छ। लोकतन्त्रको विकल्प जनताले लोकतान्त्रिक प्रणालीभित्र
असन्तुष्टि व्यक्त गर्यो भने त्यसको विकल्प अर्को प्रणाली हुँदैन। लोकतन्त्रको विकल्प उन्नत स्तरको लोकतन्त्र हुन्छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुँदैन। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प सङ्घीय लोकतान्त्रिक गणतन्त्र नै हुन्छ। तर जनतामा तपाईँले दोस्रो प्रसङ्ग भन्नुभयो, जनतामा किन असन्तुष्टि भयो, विकास भएन भन्नुहुन्छ। विकास नभएको होइन, देशको विकासको गतिलाई हेर्नुहुन्छ भने हिजो हामीले आजभन्दा 20 वर्ष अगाडिलाई तुलना गरौँ, 15 वर्ष अगाडिको अवस्था र आजको अवस्थालाई तुलना गरेर आँकडामा हेरौँ, यसको आँकडामा हेर्नुहुन्छ भने विकास नभएको होइन। अझ मेरै जिल्ला, हाम्रै जिल्ला, तपाईँ हामी जहाँ छौँ जाजरकोटकै कुरा गरौँ, आजभन्दा 20 वर्ष पहिलाको जाजरकोट र आजको जाजरकोटमा के चेन्ज देख्छौँ भन्दाखेरि सामाजिक रूपले हेरौँ, आर्थिक रूपले हेरौँ, भौतिक पूर्वाधारको विकासको हिसाबले हेरौँ र शिक्षाको हिसाबले हेरौँ, नर्मल्ली 2-3वटा कुरालाई क्याटेगोरीलाई हेर्नुभयो भने आज 20 वर्ष पहिला र आजको ड्रास्टिक चेन्ज छ। हामी मोटर बाटो थिएन, आज सबै पालिकामा मोटर बाटोहरू छ होइन। अब मध्य पहाडी लोकमार्गले हाम्रा धेरै पालिका छिचलेर अगाडि बढेको छ। छिन्चु डोल्पा सडक दोहोरी करिडोरले हाम्रो यो करिडोरको सबै ठाउँमा पिच बाटोहरू बनेको छ। त्यसै गरेर अरू पालिका यो लुम्बिनी राराको सडकले त्यो पनि यसको स्तर उन्नति हुँदैछ। अरू पालिका जोड्ने सडकहरू बनेको छ। वडामा सडकहरू खोल्ने काम भएको छ। विद्यालयहरूको पूर्वाधारको विकासको कुरा गर्नुहोस्, शिक्षाको हिजोको र आजको स्थिति गर्नुहोस्, लोकसेवा आयोग पास गरेर उच्च तहमा जानेहरूको स्थिति हेर्नुहोस्। हाम्रा यहाँका मान्छेहरू पनि पढेर प्रतिस्पर्धा गरेर नेपाल सरकारको सचिव हुने लाइनमा 3-4 जना साथीहरू छ, उपसचिवहरू छ, अधिकृतहरू छ होइन। तमाम ठाउँमा प्रहरीमा छ, आज यङ डिएसपीहरू छ, एसपी हुने लाइनमा साथीहरू छ, आर्मीको पनि महत्त्वपूर्ण पोस्टमा यहाँको साथीहरू प्रतिस्पर्धा। यो केले गराएको भन्दा लोकतन्त्रले गराएको, हिजो राजतन्त्रले होइन, विकासको त्यो। तर असन्तुष्टि किन छ त भनेर तपाईँले प्रश्न गर्न सक्नुहुन्छ। यो मलाई पनि लाग्छ, तपाईँलाई पनि लाग्छ, हरेकलाई लाग्छ। यसो हो भने मान्छेलाई असन्तुष्टि किन छ भन्ने कुरा लाग्छ। असन्तुष्टि हुनको एउटा कारण छ। हामीले आज खुल्ला सोसाइटी, लोकतान्त्रिक प्रणालीभित्र खुल्ला सोसाइटी भइसकेपछि हाम्रो नयाँ जेनेरेसनले जेनजीले आज जेनजीले के देख्छ भन्दाखेरि उसले युरोप हेरेको छ, उसले अमेरिका हेरेको छ, उसले चाइनामा भइरहेको विकास हेरेको छ, हाम्रा छिमेकहरूमा भइरहेको विकास र आर्थिक उन्नति हेरेको छ। र आजको जेनजीले अरू उनीहरूलाई त कुनै बाउन्ड्रीभित्र छैन, गुगलमा प्ले गर्छ। गुगलमा प्ले गर्ने जेनजीले अरू देशमा भइरहेको चिज र आफ्नो तुलना गर्छ। त्यो तुलना त मिल्दैन। उनीहरू त हामीभन्दा धेरै पहिला धेरै हिसाबले टेक्नोलोजीको हिसाबले अगाडि बढेको छ, पूर्वाधार विकासको हिसाबले, मानवीय उसको हिसाबले धेरै अगाडि बढेको थियो। त्यसको तुलनामा हामी पुग्न सक्दैनौँ। तर हामीले आफ्नै तुलनामा हामी थोरै अगाडि बढेका छौँ, किनकि हामी विकास उन्मुख राष्ट्र हो, विकासशील राष्ट्र हो। हामी बिस्तारै बामे सर्दैछौँ, गति लिँदा खोज्दैछौँ, तर उनीहरू धेरै अगाडि बढेको छ। त्योसँग तुलना गर्दा अमेरिकामा वासिङटनमा यो छ, खै काठमाडौँमा के अरे बेजिङमा यस्तो देखिन्छ, खै जाजरकोटमा। म अस्ति त्यहाँ क्यानाडा गएको, क्यानाडामा यस्तो देखियो, खै हाम्रो 5 काट्टेमा भनेर खोजियो, मिल्दैन। यसले यस्तो कुराले एउटा निराशा ल्याएको छ। अर्को चाहिँ दोस्रो हामीलाई निराशा ल्याउने कुरा राजनीतिक अस्थिरता हो। हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्यायौँ, राज्यको ढाँचा र स्वरूपमा परिवर्तन गऱ्यौँ, नयाँ संविधान बनायौँ। नयाँ संविधान कार्यान्वयनको हामी 10 वर्ष प्रवेश गर्दैछौँ। 2वटा निर्वाचनहरू गऱ्यौँ, प्रतिनिधि सभाको 2वटा, प्रदेश सभाको 2वटा, स्थानीय तहका 2-2वटा हामीले निर्वाचन गरेर यसको अभ्यास पनि गऱ्यौँ। એટલે राजनीतिक स्थायित्व जुन अधिकारको कुरा गर्यौँ हामीले, नागरिकको अधिकारको कुरा हामीले हाम्रो संविधानमा धेरै कुरा उल्लेख गर्यौँ। त्यसको कार्यान्वयन गर्ने क्रममा संविधानमा उल्लेख गरिएका अधिकारहरूको उपयोग गर्ने, ती अधिकारहरूको कार्यान्वयन गर्ने कुरामा हामी अगाडि बढ्दैछौँ। कतिपय कानुनहरू बनाएको छैन अहिलेसम्म पनि, कानुन बनाउने प्रक्रियामा छौँ। थुप्रा ऐन कानुनहरू बनाउनु पर्छ। यो त नयाँ सिस्टम बसाउनका लागि धेरै चिजहरू गर्नुपर्छ, यो ढिला हो। जनताले भनिरहेको कुरा के छ भन्दाखेरि अहिले देशमा चाहिँ निकै भ्रष्टाचार बढ्यो, कुरीति बढ्यो, विसङ्गति बढ्यो, ठुलै यसको भ्रष्टाचारको ग्राफ ठुलै छ देशमा। यी दलहरूले आफन्तवाद हेरे, कृपवाद गर्न थाले, यिनीहरूले आफ्ना निकटकालाई चाहिँ सहयोग पुर्न थाले, भन्न थाले।
अनि यसले गर्दाखेरि अब देशमा विकास गर्ने यी दलबाट सम्भव छैन। यी दलले निकै भ्रष्टाचारको ग्राफ बढाउन थाले, आफन्तवादहरू हेर्न थाले, ठेक्काबद्ध आफ्नोलाई दिन थाले, अझ भनौँ दलगत हेर्न थाले। यसले गर्दाखेरि देशको विकास हुन सक्दैन। यो देश चाहिँ अब राजतन्त्र हुनुपर्छ भनेर पनि एक खालको माहौल चाहिँ देखिएको छ। एक थरीका मान्छेहरू चाहिँ होइन वैज्ञानिक समाजवादतिर जानुपर्छ, यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रले राम्रो गर्न सकेको छैन भन्ने कुरा पनि छ। यसमा राजनीतिक दृष्टिकोणले हेर्दाखेरि तपाईँ एउटा जाजरकोटको मात्र नभए सिङ्गो देशलाई नेतृत्व गर्न सक्ने एउटा नेता भएको हिसाबले देश साँच्चीकै अस्थिरताको भुखमरीभित्र रमलिरहेको हो। देशमा मैले अघि पनि सुरुवातमा भने देशमा राजनीति अस्थिरता भयो। अस्थिरता किन भयो भन्नुहुन्छ भने म त्यही प्रसङ्गमा भन्दै थिएँ। हामीले कुनै पनि दलले एकल बहुमत ल्याउन सक्दैन। एकल दलले बहुमत ल्याएर 5 वर्ष पुराका पुरा कार्यकाल, एउटा कार्यकाल 5 वर्षको हुन्छ, 5 वर्षको पुरा कार्यकाल कुनै पनि दलले नेतृत्व गर्न पाएन। 6 महिनामा सरकारहरू परिवर्तन भए, 9 महिनामा सरकारहरू परिवर्तन भए, कोलिसन बन्ने र भत्किने क्रम एकदम चल्यो। यसले अस्थिरता बढ्यो। स्थायी सरकारमा रूपमा रहेको ब्युरोक्रेसी पनि अलमलमा पर्यो। राजनीति अस्थिरताले त्यसलाई पनि अलमलमा पार्यो र अब 6 महिनामा मन्त्री फेरिएको छ। मन्त्री फेरिने बित्तिकै सचिवहरू सरुवा गर्छ, कर्मचारीहरू सरुवा गर्छ, कसैले पनि कामहरू गर्न सकेन। यसले एउटा डेलिभरी, जनतालाई दिनुपर्ने डेलिभरी सुस्त भयो। यसले गर्दा असन्तुष्टि बढाएको कुरा सत्य हो। यसलाई सुधार गर्नुपर्छ, सच्याउनुपर्छ। र आज राजनीतिक दलहरूले निकालेको निष्कर्ष के हो भन्दाखेरि मेजर पोलिटिकल पार्टीहरूले निकालेको निष्कर्ष राजनीतिक अस्थिरताले हामीले देशको विकास भनेको गतिमा हामीले अगाडि बढाउन सकेनौँ र असन्तुष्टि बढ्यो। त्यसले गर्दा कसरी राजनीति स्थायित्व दिन सकिन्छ? हामी निर्वाचन प्रणाली परिवर्तन गर्ने हो कि या हामीले हाम्रा अरू आचरणहरूमा परिवर्तन गर्नुपर्ने हो भन्ने ठाउँमा, समीक्षा गर्ने ठाउँमा दलहरू छौँ र यसका बारेमा छलफलहरू भएका छन्। दोस्रो प्रसङ्ग, तपाईँले व्यापक ढङ्गले भ्रष्टाचार बढेको भनेर भन्नुभयो। नेपालमा त्यो तपाईँले भने जस्तो भ्रष्टाचार आज बढेको भ्रष्टाचार हिजो हुन्थ्यो। पञ्चायत कालमा, राजाकालमा यति धेरै ठुलो भ्रष्टाचार हुन्थ्यो, बाहिर आउँदै आउँदैन थियो। किनकि मिडियाले लेख्न पाउँदैन थियो, सूचनाको हक थिएन, लेख्न पाइँदैन थियो, बोल्न पाइँदैन थियो, केही पनि बाहिर आउँदैन थियो र केही पनि भएको छैन जस्तो हुन्थ्यो। आज यो खुल्ला समाजमा कसैले 2000 रुपियाँ भ्रष्टाचार गर्यो भने पनि यो चाहिँ ठुलो मिडिया के अरे समाचार बन्छ। मैले 50 जना जति यस्ता मान्छेहरू भेटाएको छु जसले 2000 रुपियाँ घुस खाएर, 5000 रुपियाँ घुस खाएर उनीहरू जागिरबाट निलम्बन गरेर अदालतमा तारिख बाहिरका मान्छेहरू पनि मैले भेटाएको छु। म तपाईँसँग कुरा गर्न आउनु अगाडि एकजना भाइको फोन आएको थियो। म चाहिँ 7000 रुपियाँ कसैले ल्याएर मेरो गोजीमा राखिदियो, अख्तियारको मान्छे हो भने, अनि मेरो जागिर गयो। 8 वर्ष हो मुद्दा खेपिरहेको छु, मैले न्याय पाइनँ भनेर भन्दै थियो। तर यो लोकतन्त्रले त त्यो 7000 2000 घुस खाने पनि छोडेको छैन नि। किनकि अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ, त्यसले मुद्दा दायर गर्छ, कारबाही गर्छ। नेपाल सरकारको मुख्य सचिव पनि कारबाहीको दायरामा तान्ने, पूर्व मन्त्रीहरू कारबाहीको दायरामा तान्ने तपाईँले हेर्नु भएको छ। गृहमन्त्री भएका मान्छेहरू, प्रधानमन्त्री भएका मान्छेहरू, अहिले पनि कतिपय मान्छेहरू जेलमा छन्। तपाईँ यो लोकतन्त्रले कसैलाई पनि छोड्दैन। जस्तै मेरै पार्टीको नेकपा एमालेको केन्द्रीय कमिटीको सचिव, पहिला पूर्व उप प्रधानमन्त्री भइसकेको टोपबहादुर राईमाझी अहिले पनि एउटा काण्डमा मुछिनुभयो। उहाँको कारबाहीको प्रक्रिया अगाडि बढेको छ, जेलमा हुनुहुन्छ, जेलमा बसेर उभारिराखेको छ। त्यस्तै कङ्ग्रेसको नेता, नेपाली काङ्ग्रेसको नेता, पूर्व गृहमन्त्री समेत भइसकेको व्यक्ति बालकृष्ण खाँड जेलबाट अस्ति भर्खर मात्रै निक्लेको छ। अनि रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष, उनी सहकारीको रकम अवचलन गरेको, दुरुपयोग गरेको मुद्दामा उनी बेहोरिराखेका छन्। लोकतन्त्रले कसैलाई पनि छोड्दैन, कसैलाई। हिजो खुमबहादुर खड्काहरूको कुरा गर्छौँ, श्रीदेवी वाग्लेहरूको कुरा, तमाम मान्छेहरू, मन्त्री भएका, हाइफाई गरेका मान्छेहरू जेलमा। पञ्चायतमा यो कुरा देख्नुभयो कहीँ? कोही मान्छे जेलमा के भ्रष्टाचार नभएर हो? सर्पका छाला बेच्नेदेखि गैँडा तस्करी गर्नेदेखि तमाम काम त पञ्चायतमै हुन्थ्यो नि, तर कोही मान्छे जेल जाँदैन थियो। तर अहिलेको सत्ताले आफ्नो मान्छेलाई चाहिँ बचाइरहेछन्। केही मान्छेहरूको लिस्ट पनि छ, ती मान्छेहरूलाई बचाइरहेका छन्। विभिन्न काण्ड मुछेका मान्छेहरूलाई आफ्नोलाई किन भने अरूलाई चाहिँ कारबाही गर्ने सिफारिस गर्नु सरकारले भन्ने गुनासो छ नि त। यो गुनासो होइन, दरिद्र मानसिकता हो।
कारबाही नगर्ने भयो, आफ्नो मान्छे बजाउने भयो। नेकपा एमालेको अध्यक्ष केपी शर्मा प्रधानमन्त्री हुनुहुन्छ, नेकपा एमालेको सचिवको बा राईले किन जेलमा छ? हिजो कोलिसनकै सरकार थियो, शेरबहादुरहरू सरकारमा हुनुहुन्थ्यो, उहाँकै नेताहरू, उहाँ आफै प्रधानमन्त्री हुनुहुन्थ्यो, किन बालकृष्ण खान जेलमा बसेर जेल भुक्तान गरेर सजाय गर्नु पऱ्यो? हिजो काङ्ग्रेसहरू सरकारमा थिएन, गुम्बार खड्का किन जेलमा गयो? बजाएको भएर बजाउँथ्यो होला नि। चिरञ्जीवी वाग्ले, तमाम गोविन्दराज जोशीहरू किन जेलमा गए? अरू तमाम मान्छेहरू किन जेलमा गए? अर्कालाई फसाउने भयो त किन पुष्पकमल दाहाललाई लिएर जेलमा हालेको छैन? किन अर्कालाई सत्ता बाहिर भएलाई जेलमा हाल्ने भयो, विप्लवलाई लिएर हालेको छैन? सत्तामा बाहिर भएलाई हाल्ने भयो, तिनै राजेन्द्र लिङदेललाई लिएर किन जेल हालेको छैन? अर्कालाई हालेको होइन, जो कसुरमा संलग्न छन् उनलाई हाले। अब हिजो प्रचण्ड प्रधानमन्त्री हुँदा अरूलाई लिएर, अरू नेताहरूलाई लिएर जेल हाल्थ्यो होला, कसुरमा संलग्न भएको प्रमाण भयो। कसैले कसैलाई छोड्दैन, सिस्टमले कारबाही गर्ने। यहाँ चाहिँ मन्त्रीले फाइल खोल्ने, व्यक्तिले फाइल खोल्ने भन्ने सिस्टम छ नि त। लोकतन्त्रले एउटा सिस्टम विकास गरेका छौँ होइन। अदालत छ, अख्तियार अनुसन्धान दुरुपयोग आयोग छ, संसद छ होइन, प्रहरी छ, सेना छ, अपराध अनुसन्धान शाखा छ, राज्यका यी निकायहरू छन्। त्यसलाई बलियो बनाउने, मजबुत बनाउने, निष्पक्ष ढङ्गले काम गर्ने वातावरण बनाउने र दोषीलाई उम्किन नदिने काम गर्ने, यो लोकतन्त्रको सुन्दरता नै यही हो। त्यसले गर्दा यहाँ चाहिँ कसैलाई लाग्न सक्छ यहाँ चाहिँ अख्तियारले फलानु व्यक्तिलाई जोगाउने गर्यो, प्रमाण लिएर अदालतमा मुद्दा हाल्न पाइन्छ। अर्को निकाय छ त्यहाँ त हाम्रो लोकतान्त्रिक यो व्यवस्था कस्तो हो भन्दाखेरि चेक एन्ड ब्यालेन्सको सिस्टम छ। त्यसले गर्दा एक ठाउँले चाहिँ सुकुन फुस्कायो भने अर्को ठाउँमा नियन्त्रण गर्न सकिने ठाउँहरू छ। यो लोकतन्त्रको सुन्दर पक्ष अभ्यास गरेका छौँ। त्यसलाई मजबुत लिएर जाने, यसप्रतिको भरोसा जगाएर जाने कुरा नै गर्दा। अस्ति त्यही राजाकै प्रसङ्गमा चाहिँ कुनै बेला चाहिँ राजाकै विरुद्ध गर्थे, अहिले प्रधानमन्त्रीको विरुद्ध चाहिँ भएको छ। तर कतिपय राजनीतिक विश्लेषकले चाहिँ अब दलहरूले चाहिँ सचेर जानु बेला आयो, दलहरूले चाहिँ के सचिनु पर्ने रहेछ? खास राजनीतिक विश्लेषकले चाहिँ दल सचेर जानुपर्छ भन्ने भयो, तर राजनीतिक हामी चाहिँ के सचेर जानुपर्दो रहेछ? यसमा चाहिँ अब विश्लेषकहरूले, तपाईँले भनेका विश्लेषकले के विषयमा सच्चिन भने हो त उहाँले भन्नु पर्यो। हामी दलहरू कहाँ सच्चिनु पर्यो, राजतन्त्र फर्किनुपर्छ भनिरहँदा अहिलेको यो व्यवस्थामा जो दलहरूले चाहिँ गरिरहेको विभिन्न क्रियाकलापहरू जनता आजित भए, हैरानी भए, अब दलले चाहिँ सचिनुपर्ने भनेर चाहिँ उहाँले भन्नुभयो। दलहरू के मानेमा सचिनु पर्दो रहेछ खास अझको एउटा चाहिँ होइन? त्यो त उहाँले नै, तपाईँले जसको रिफरेन्स लिँदै हुनुहुन्छ उनले नै यो बिन्दुमा सचिनु पर्यो भनेर उहाँहरूले भन्नुपर्ने हो होइन? त्यसो कहाँ सचिने भन्ने कुरा अहिले चाहिँ के भन्दै हुनुहुन्छ भने अहिलेका दलहरूले गरेका सबै ठिक छन् भन्दै हुनुहुन्छ। दलीय प्रणालीमा दलले गरेकै कुरा ठिक छ। अब यो बेठिक भएका कुराहरू कहाँनिर बेठिक भयो भन्ने कुरा यसलाई पुनर्विचार गर्नुपर्छ। कमजोरी भएका छन् भने सच्याउनुपर्छ, दलहरू सचिनुपर्छ। दलहरूले तपाईँले भनेको मलाई दोहोऱ्याएर गर्नुभएको एउटा प्रश्न के हो भन्दाखेरि दलहरू कहाँनिर सचिनुपर्छ भन्ने तपाईँको प्रश्न छ। यसै दलहरू सचिनुपर्ने ठाउँ कहाँ हो भन्दाखेरि हामीले दलहरूले पनि आफूलाई रिभ्यू गरेर हेर्नुपर्ने हुन्छ। सिंहले आफ्नो यात्रा तय गर्दा अगाडि बढ्ने बित्तिकै उसले 4 कदम अगाडि बढ्ने बित्तिकै पछाडि फर्केर हेर्छ। यसलाई हामीले सिंहावलोकन भन्ने पनि गर्छौँ। दलहरूले आफूलाई हर स्टेपमा सिंहावलोकन गर्नुपर्छ। यो सिंहावलोकन गर्ने प्रणाली हामीभित्र छ, लोकतन्त्रले दिएको। जस्तो प्रत्येक 5 वर्षमा आवधिक निर्वाचन हुन्छ। कुन दलले कमजोरी गर्यो, शासन सञ्चालन गर्ने सन्दर्भमा, दल सञ्चालन गर्ने सन्दर्भमा, सुशासन कायम गर्ने सन्दर्भमा, विकास गर्ने सन्दर्भमा कुन दल कहाँ चुक्यो, या तपाईँ हामीले उठाइरहेका भ्रष्टाचारका मुद्दाहरूमा, अरू तमाम मुद्दाहरूमा कुन दल कहाँ चुक्यो भन्ने कुराको हिसाब पाइ हिसाब जनताले राखेका हुन्छन्, राख्नुपर्छ। त्यसको जवाब दिने भनेको आवधिक निर्वाचनमा जनताले सजाय गर्ने हो, दण्डित गर्ने हो दलहरूलाई। त्यो ठाउँमा जनताले दण्डित गर्छन्। त्यसकारण जनताले दण्डित गर्छन् भन्ने कुरा दलहरूलाई थाहा छ। हामी जतिको दलहरूलाई थाहा नहुने कुरा र परिरहेका भइरहेका तमाम घटनासँग हामी जानकार छौँ। जनताको फिलिङहरूसँग हामी जानकार हुनुपर्छ, किनकि ग्रासरुटमा हामी काम गरिरहेका छौँ जनताको बिचमा। यी फिलिङहरू थाहा छ। सच्चिने कहाँ हो भन्दाखेरि दलहरू आफ्नो नीतिमा,
लिइरहेका पोलिसीहरूमा कहाँ सुधार्नुपर्ने हो, हामीले लिइरहेका पोलिटिकल पार्टीहरूले लिएका नीतिहरूका कारणले जनतामा नकारात्मक कहाँनिर पर्यो भन्ने कुराको एनालाइसिस गर्ने, त्यहाँ करेक्सन गर्ने। हामीले शासन सञ्चालन गरिरहँदा शासन सञ्चालन गर्ने दौडानमा सरकारले लिएका नीतिगत निर्णय, कानुनी निर्णयहरूमा यी निर्णयहरूले कहाँ प्रभाव पारे, के असर पारे भन्ने कुरालाई एनालाइसिस गर्ने, त्यहाँ करेक्सन गर्ने। मूल कुरा व्यवहारमा सच्याउने, व्यवहार सच्याउने, आचरण सच्याउने, अभिव्यक्ति सच्याउने र कुनै पनि दलले, नेताले दुईटा कुरा गर्न पाइँदैन। मैले बोल्दै आएको छु, एउटा जनतालाई हेप्न पाइँदैन, दोस्रो कुरा जनतालाई ढाक्न पाइँदैन। यो कुरा दलहरूले कहिले पनि गर्न हुँदैन। सच्याउने यही कुरा। अलिकति यता हामी जिल्लातिर फर्क्यौँ। यो प्रसङ्ग चाहिँ अब भूकम्पसँग सम्बन्धित छ। अहिले तपाईँकै पार्टी अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ। जिल्लाको वर्गीकरणको हिसाबले हरेक दृष्टिकोणले 4 लाखले घर बन्दैन भनेर आम जनताले गुनासो गरिरहेका छन्। यसलाई चाहिँ अब तपाईँले भनेपछि माथिसम्म जान्छ र त्यो कुरा चाहिँ अलि संशोधन भएर आउँछ भन्ने पनि धेरै जनताको आशा छ। यो के जाजरकोटमा 4 लाखले अहिलेकै सरकारले वितरण गरेको 4 लाखले राम्रो भूकम्प प्रतिरोधी घर बन्छ होला? 4 लाख रुपियाँले घर बन्दैन, यो एकदम क्लियर कट कुरा हो। यसको त तपाईँ हामी दुविधा छैन। घरको एउटा राम्रो एउटा परिवारलाई बस्न चाहिने 4 कोठाको पक्की घर बनाउँदा कति पैसा खर्च हुन्छ भन्ने कुरा तपाईँ हामीलाई थाहा छ। 4 लाख रुपियाँले बन्दैन। प्रसङ्ग के हो भन्नुहुन्छ भने हामी भूकम्प गएको करिब 1.5 वर्ष पुग्दैछौँ। पुनर्निर्माणको काम सुरु नहुनु अत्यन्तै दुःखद कुरा हो। यो काम नै सुरु भएन। हामीले राहत र पुनर्स्थापनाको दौरानमा जति सरकारले, राज्यले तदारुकता लियो, हामी दलहरूले स्वयंसेवी भूमिका निर्वाह गऱ्यौँ। हामी फिल्डमा गएर जति तदारुकता लियौँ, त्यति बेलाका सरकारहरूले पुनर्निर्माणको नीति बनाएर, कानुनहरू बनाएर यसलाई अगाडि बढाउनु पर्ने थियो। अत्यन्तै ढिला भयो। यो दुःखद कुरा हो, दुर्भाग्यपूर्ण कुरा हो। म यो जिल्लावासीका नाताले आज पनि तिरपालमा बसिरहेका, चिसोका कारणले कठाङ्ग्रिएर मृत्यु भइरहेका र आज पनि अस्थायी रूपमा पनि वासस्थान बनाएर बस्न नसकिरहेका जनताहरूको पीडाले मलाई पनि पोलिरहेको छ। म व्यक्तिगत ढङ्गले पनि दुःखी छु। तपाईँ हामी सबै दुःखी छौँ। दुर्भाग्यपूर्ण कुरा तर ढिला भयो। अहिलेको सरकारले यसको कार्यविधि पारित गर्ने कुरा, यसलाई डिडिए गर्ने कुरा र पुनर्निर्माणको काममा अगाडि बढ्ने एउटा स्टेप अगाडि बढाएको छ। यो ढिलो भए पनि सकारात्मक कुरा र हामीले हाम्रो राज्यको, मैले लेख्दै पनि आएको छु, बोल्दै पनि आएको छु, जति ठुला यो विपत्तिहरू हुन्छन्, प्राकृतिक विपदहरू आउँछन्, त्यसको सामना गर्ने सामर्थ्य हाम्रो राज्यले विकास गरिसकेको छ। राज्यका विङ्सहरू निकै हाम्रो कमजोर रहेछ र हामी पाठ नसिक्ने रहेछौँ। 72मा भुइँचालो गयो, काठमाडौँ वरिपरिका तमाम जिल्लाहरू, गोर्खा होइन लगायत ध्वस्त भयो। त्यसको पुनर्निर्माणको काम सरकारलाई निकै लामो समय लाग्यो। त्यति बेला धेरै देशहरूले सपोर्ट पनि गर्यो। निकै ठुलो समय हामीलाई लाग्यो। अहिले बल्ल बल्ल तुरिको गर्दैछ। त्यसबाट शिक्षा लिएर राज्यले आफ्नो सामर्थ्य त्यो ढङ्गले विकास गर्यो होला भन्ने हामीलाई अनुमान थियो। अब पछिल्लो पटक जाजरकोटको, बझाङको होइन, यो यतापट्टि आएको भूकम्पहरूले, पश्चिम नेपालमा आएको भूकम्प, यसको पछिल्लो पटक आएको बाढी, यिनीहरूको स्थिति हेर्ने हो भने राज्यले त्यो ढङ्गले सामर्थ्य विकास नगरेको पाएँ र यसलाई घचघच्याएँ पनि। र मैले थुप्रा आर्टिकलहरू लेखेको छु, मैले अन्तर्वार्ताहरू गरेको छु र सम्बन्धित मैले दलका प्रमुख नेताहरूसँग को भेटघाटमा यी मैले पर्याप्त ढङ्गले तथ्याङ्क नै राखेर उहाँहरूसँग धेरै कुराकानी गरेको छु। पछिल्लो अब यति धेरै ठुलो क्षति भएको छ, हाम्रो राज्यको सामर्थ्यले अब ठेक्न सक्दैन, हाम्रो आर्थिक अवस्थाले ठेक्न सक्दैन। त्यसले गर्दा यो चाहिँ जनतालाई अस्थायी प्रकृतिका भए पनि भूकम्पले नभत्काउने खालका आवास बनाउनका लागि सपोर्ट गर्ने हो। यसले घर कम्प्लिटली बन्दैन। 4 लाख रुपियाँले घर सपोर्ट मात्रै गरिदिएको। राज्य छ, सरकार छ, तिमीलाई यति हामी सपोर्ट गरिदिन्छौँ, केही गरेर सुरक्षित बस है भनेर सपोर्ट गरिदिएको कुरा मात्रै हो। एउटा पोलिसी त बनायो। हामी पोलिसी नबनेरै अहिलेसम्म हामी लफाइने स्थिति बनाएको थियौँ। राज्यले एउटा पोलिसी बनायो। हिमाली भेगका घरहरू भत्किए भने
गयो, यस्तो क्षति भयो भने एकजना एउटा घरलाई हामीले 5 लाख रुपियाँ दिन सक्छौँ। राज्यले पहाडमा 4 लाख रुपियाँ, तराईमा 3 लाख रुपियाँ भनेर एउटा वर्गीकरण गरेर एउटा निर्णय चाहिँ गर्यो, पोलिसी बनाइदियो। यसले गर्दा पोलिसीका कारणले अल्मलिएर वर्षौँसम्म उमलिनु पर्ने स्थिति भयो। यो कुरा यो अब भूकम्प सम्बन्धीको कुरा पनि हामीले अलि जोड्यौँ। अहिले अब संहिता कानुनकै दौडानमा हामी 10 वर्ष करिब पुग्दैछौँ। यसमा स्थानीय सरकारहरू आए, धेरै अब विकासको केही रूपमा चाहिँ मूल प्रभावको रूपमा चाहिँ विकासका गतिहरू पनि अगाडि बढेको हामीले देखिरहेका छौँ। तपाईँ एकजना जाजरकोटको एउटा प्रभावशाली नेताको हिसाबले जाजरकोटका स्थानीय तहहरूलाई चाहिँ तपाईँको सल्लाह के छ? अब स्थानीय तह एउटा स्थानीय सरकारका रूपमा छ। स्थानीय तहलाई व्यवस्थापकीय कार्यपालिकीय अधिकारहरू सहित अधिकारहरू दिएको छ। यो लोकतन्त्रको उपलब्धि हो। गाउँको सरकारले जनताका तमाम जनताको त्यो स्थानीय सरकार भनेको जनताको ढोकाको सरकार हो। यो चाहिँ जन्मेका दिनदेखि मृत्युका दिनसम्म, जन्म दर्तादेखि मृत्यु दर्ता गर्ने दिनसम्म स्थानीय सरकारसँग नागरिकहरू ठोकिनुपर्छ। स्थानीय सरकारहरू सबभन्दा धेरै पारदर्शी, प्रभावकारी र जनपक्षीय हुनुपर्छ। त पछिल्लो पटक स्थानीय तहका सरकारहरू शासकका रूपमा रूपान्तरण हुन खोजेका, जनताको सेवकका रूपमा प्रभावकारी ढङ्गले काम गर्न नसकेका हुन् कि भन्ने प्रश्नहरू उठेका छन्। यसमा स्थानीय सरकारहरू सतर्क हुनुपर्ने, सचिनुपर्ने। जनप्रतिनिधिहरूका व्यवहारले, उनीहरूको काम गर्ने शैलीले, उनीहरूले जनतालाई प्रभाव गर्ने सेवाले नै यो प्रणालीप्रतिको आस्था र विश्वास बढ्ने हो। आधारभूत तहका जनता जो स्थानीय सरकारसँग दैनन्दिन ठोकिन्छ, उनीहरूले गर्ने महसुस त्यो सरकारप्रतिको जे फिलिङ गर्छ, त्यो फिलिङले नै लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउने हो, बलियो बनाउने हो। र उनीहरूले राम्रो काम गर्न सकेनन् भने त्यसका विरुद्धको भावना प्रकट हुने हो, नकारात्मक प्रभाव पर्ने हो। त्यसले गर्दा यसमा अत्यन्तै सचेततापूर्वक, सतर्कतापूर्वक, जिम्मेवारीपूर्वक स्थानीय सरकारहरू चल्नुपर्छ र त्यो खालको भूमिका निर्वाह गर्नुपर्छ। जस्तो हामीले केही समय अगाडि, यो जनताको प्रश्न हो, जाजरकोटी जनताले यो प्रश्न गरिरहेका छन्। केही समय अगाडि अहिलेका प्रधानमन्त्रीज्यू पनि मध्य पहाडी हाइवेमा चाहिँ यो लाइनबाट पूर्वदेखि पश्चिमसम्मको यात्रामा निस्किनुभयो। जाजरकोटमा मध्य पहाडी राजमार्ग जो बनिरहेको छ, जाजरकोट खण्डको एकदमै गुणस्तरहीन काम भयो। त्यसपछि यहाँको मन्ता भेगलाई काट्न नसकेर अहिले चाहिँ जाजरकोटबाट त्यति जोड्न सकेका छैन भन्ने कुरा छ। अब यो मध्य पहाडी अल्पत जस्तै छ, चौचारीको पुल बन्न नसकेर एकदम गाह्रो अवस्थामा छ। तपाईँको पहल के हुन्छ? प्रधानमन्त्रीलाई के भन्नुहुन्छ त? होइन, यसमा हामीले तपाईँले एकदम राम्रो प्रसङ्ग उठाउनुभयो। गत वर्ष हाम्रो पार्टीकै नेतृत्वमा मध्य पहाडी राजमार्गको एउटा यात्रा गरेका थियौँ। यो यात्राको हाम्रो उद्देश्य मध्य पहाडको विकासको लागि हाम्रा समस्याहरू के हुन्, अडचनहरू के हुन्, कहाँ समस्या छन्, त्यो प्रत्यक्ष ढङ्गले हेर्ने पनि, सुन्ने पनि र यसलाई एउटा राष्ट्रियकरण गर्ने उद्देश्यसहित हामीले अभियान सुरु गरेका थियौँ। अभियान सकिएपछि हामीले त्यहाँ जे फिल्डमा देखियो, त्यहाँको जनप्रतिनिधिले, जनताले लेखेर बोलेर जे कुराहरू दिनुभयो समस्याका बारेमा, त्यसलाई संस्थागत गरेर यसको कार्यान्वयन गर्नका लागि तत्कालीन सरकारको प्रधानमन्त्रीलाई पनि बुझाएका छौँ। अहिलेको प्रधानमन्त्रीको पनि टेबलमा छ। उहाँ यो कुरा चाहिँ भुल्नुभएको छैन। अब भर्खर मात्रै यो सरकार बनेको 6 महिना कटेर 7औं महिना लाग्नेछ। यही सरकारले बजेट र नीति कार्यक्रमहरू ल्याउँछ। त्यसो भएको हुनाले यो बजेट र नीति कार्यक्रम मार्फत समेटेर जानुपर्छ। जाजरकोटको सन्दर्भमा यदि मध्य पहाडी भेरी नदीको चौरजारी कुदु जोड्ने पुल र छेडा नगरपालिकाको वडा नम्बर 12 मा रहेको मद्दाको भिरमा जुन बाटो बनाएको छैन, मध्य पहाडीको यो विभागलाई, सडक विभागलाई, यो आयोजना हेर्ने प्रमुखहरूलाई राखेर यसको कार्यान्वयन गर्न, यहाँ बिग्रेको कुरा गर्न पटक पटक तागेता गरेको छ। यहाँ तपाईँहरू सबैलाई थाहा छ,
अघिल्लै वर्ष होला सायद त्यो भेरी नदीको पुल बनाउने ठेक्का लिएको ठेकेदार कम्पनीले समयमा काम नगरेर अलपत्र पारेको हुनाले ठेक्का बदर गराएको छ। नयाँ ठेक्का लगाउने प्रक्रिया सुरु भएको छ। घन्टाको भिरको पनि जुन खण्डमा काम भएको छैन र गुणस्तरहीन काम भएको छ त्यसका बारेमा पनि उजुरी परेको छ। सम्बन्धित ठेकेदार कम्पनीलाई विभागले तागेता गर्ने काम गरेको छ। हामीले विभागलाई तागेता गरिराखेका छौँ। अब उसले गुणस्तरीय काम निश्चित समयभित्र पुरा गरेन भने त्यसलाई बदर गर्ने कारबाही गर्ने र यसलाई अर्को प्रक्रियाद्वारा पुरा गर्ने काममा लाग्नुपर्छ। त्यो कुरा हामी बोलिरहेको छौँ भनिरहेको छौँ। यो जाजरकोटे विकासका लागि तपाईँहरूले चुनावको बेला मात्र तपाईँको एजेन्डाहरू बन्ने अर्को दललाई चाहिँ सक्नका लागि तपाईँहरूले यस्ता विकास अल्पत्र आयोजनालाई हामी बढाउँछौँ, हामी भनिदिन्छौँ, जनताको जीवनस्तर उकास्छौँ भन्ने त्यो खालको भएको छ। जितेका सांसदहरू यी विषयमा अलिक गुणगान जस्तै देखिन्छन्, उनीहरूले पहल कदमी गरेका छैनन्। तपाईँ अहिले चाहिँ अब प्रतिपक्ष भनौँ जाजरकोटको हिसाबले तपाईँले थोरै मतले छिनो मतान्तरले चाहिँ तपाईँले हार बेहोर्नु पर्यो। तर तपाईँ हारिसकेपछि पनि आम जनतासँग फेरि पनि तपाईँले अब चुनाव त लड्नै पर्छ, ताकि अब तपाईँको विकल्प केही समय त अरू हुनै सक्दैनन् भन्ने पनि आम बुझाइ छ। त्यसले गर्दाखेरि तपाईँहरूको यो जाजरकोटको विकासका दृष्टिकोणले अल्पत्र आयोजनाप्रति तपाईँहरूको किन चाहिँ त्यति ध्यान केन्द्रित चाहिँ हुन सकेको छैन होला? म चाहिँ यो निर्वाचित भएका साथीहरूले के गर्दै हुनुहुन्छ यो प्रश्नको मैले जवाब दिनु सान्दर्भिक हुँदैन। निर्वाचित भएका साथीहरूले नै हामी यो गरिरहेछौँ भनेर भन्नु सान्दर्भिक होला। तर काम त भइरहेको छैन। जनताका प्रश्नहरू छन्, जे प्रश्नहरू हिजो थिए आज पनि तिनै प्रश्नहरू बरकरार छन्। जे समस्याहरू हिजो थिए आज पनि ती समस्याहरू बरकरार छन्। म निर्वाचनमा पराजित भएको व्यक्ति एउटा राजनीतिक कर्मीको नाताले म आफ्ना एजेन्डाबाट कहिले पनि पछाडि हटेको छैन। मेरो प्लेटफर्म त संसद होइन, म संसदको प्रतिनिधित्व गर्न सक्दिनँ, हारियो। त्यसले गर्दा मेरो प्लेटफर्म भनेको सोसल मिडिया हो। म बोलिरहेको छु, जनता हो, जनताका बिचमा बोलिरहेको छु। म एउटा यहाँको नागरिकका नाताले, राजनीतिक कर्मीको नाताले, एउटा राजनीतिक दलको कार्यकर्ताका नाताले मैले बोल्ने तमाम फोरमहरूमा जितेका सांसदहरूले भन्दा पनि प्रभावकारी ढङ्गले यी विषयहरूलाई उठाउने काम गरिराखेको छु। अझै पनि कतिपय कुरामा जोडको मिलेको छैन, अझै आवाज मसिनो भएको छ भने म आवाज बढाउन तयार छु। यसलाई सशक्त ढङ्गले प्रभावकारी ढङ्गले उठाउनुपर्छ। जनताको जीवनस्तरमाथि उकास्ने कुरा, जिल्लाको पूर्वाधार विकासको कुरा, शैक्षिक गुणस्तर विकासको कुरा, यो कुरा कुनै पोलिटिकल के अरे यो चुनावको एजेन्डा होइन, यो हाम्रो पोलिटिकल एजेन्डा हो। यसलाई निरन्तर ढङ्गले उठाउनुपर्छ, समाधान गर्नुपर्छ। समाधान गर्ने कुरामा साझा सहमतिका साथ अगाडि बढ्नुपर्छ। सरकार जोसुकै बनोस् त्यसको कार्यान्वयन गराउने कुरामा लाग्नुपर्छ। त्यसमा म प्रतिबद्ध छु। अब यो देशको सामाजिक न्याय, सुशासन, समृद्धिका लागि एमालेको धारणा प्रष्ट अब अन्त्यमा चाहिँ छौँ हामी कार्यक्रममा। यो देशमा सुशासन कायम गर्नु छ, यो देशमा सामाजिक न्याय स्थापना गर्नु छ, यो देशमा थुप्रै खालका विकासका एजेन्डाहरू अझ पनि मूल प्रभावको रूपमा गर्न बाँकी छ। त्यसमा चाहिँ एमालेको धारणा के छ? यसमा चाहिँ सामाजिक न्याय र सुशासनका लागि यसलाई इम्प्लिमेन्टेसन गर्ने निकाय भनेको कानुन, ऐन, संविधान हो। हामीले यसको चर्चा गऱ्यौँ। यो हरेक हामीले त कानुन मार्फत, संविधान मार्फत यी चिज कुराहरूलाई कार्यान्वयन गरेर जाने हो। हामी संविधान बनायौँ, हाम्रो संविधानभित्र यी धेरै कुरा व्यवस्थित गरेर ल्याएका छौँ। अब यसलाई कानुन बनाएर कार्यान्वयन गर्ने दौरानमा हामी छौँ। कतिपय कानुनहरू बनेका छन्, कतिपय कानुनहरू हामी बनाउने क्रममा छौँ। यी कानुन बनाउने सन्दर्भमा सामाजिक न्यायका लागि सबभन्दा बढ्ता वकालत गरेर हाम्रा एजेन्डाहरू त्यहाँ प्रवेश गराएको छ। अब बनेका कानुनहरूलाई कार्यान्वयन गर्ने एजेन्डामा हामी लाग्नुपर्छ। त्यो सरकारका माध्यमबाट कार्यान्वयन गर्ने हो, अदालतका माध्यमबाट कार्यान्वयन गर्ने हो। राज्यका निकायहरू छन्, प्रहरी छ, अदालत छ, अख्तियार अनुसन्धान आयोग छ, राज्यका जे इन्स्टिट्युसनहरू छन् त्यसका माध्यमबाट यसलाई कार्यान्वयन गर्ने हो। कार्यान्वयन गर्ने कुरामा नेकपा एमाले कहीँ पनि यसलाई विचलित हुन दिँदैन र कहीँ यो कार्यान्वयन भएन भन्ने यहाँलाई लाग्छ भने यहाँले उठाउनुपर्छ। तपाईँ हामी सँगै मिलेर यसलाई कार्यान्वयन गर्ने बाटोमा जानुपर्छ। समय र संवादका लागि धेरै धेरै धन्यवाद। यो अत्यन्त महत्त्वपूर्ण अवसर दिनुभयो धेरै विषयमा कुराकानी गर्ने। यहाँको टिमलाई, तपाईँलाई र यो मिडिया टिमलाई व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद, नमस्कार।